पछि चाहिँ हामी माथि घुम्न जाँदै थियौँ। म र मेरो साथी चाहिँ उकालो सिडी चढ्दै थियौँ। पछाडि त्यो बहिनी आउँदै थियो। अनि तिनीहरूलाई नि देखाइदिउँ न त भनेर मैले देखाइसकेपछि माथि मन्दिर आयो घुम्दैखेरि। अनि मन्दिरमा पनि भगवान्को दर्शन गरौँ न त भनेर भन्नुभयो। भगवान्को दर्शन गरिसकेपछि कहाँ जाने भनेर म मोबाइल हातमा समातेर यसो हेरिरहेको थिएँ। त्यसपछि ठ्याक्कै हाम्रो सरले भन्नुभयो, तलनेर एउटा पोखरी छ बाबु, पोखरीमा घुम्न जाऊँ भनेर भन्नुभयो। त्यसपछि पोखरीमा हामी पुग्यौँ। पोखरीमा अनि हामी नि एउटा भिडियो बनाइदिउँ न त भनेर सरसँग मुस्कान दिँदै एउटा पोखरीमा भिडियो नि बनाइदिइहालेँ मैले। अनि सर पोखरीमा पुगेपछि के गर्ने भइरहेको थियो। अनि सरहरूले हामीले सोचेर अनि टिकटक बनाउने भनेर सोच्यौँ। मैले सेल्फी लिएँ। मेरो टिकटक बनाउने डिसिजन भइसकेपछि त्यसपछि हाम्रो सुरेन सरले चाहिँ देखिनु भएन क्यामरामा। त्यसपछि हल्का माथि चढ्नु भयो। अनि म चाहिँ देखेकै थिएन। अनि टिकटक बनाउनलाई त्यसभन्दा आफ्नो भिडियो बनाइरहनु भएको। यही अवसरमा बाटोमा हामीले मान्छेहरू पिकनिक बनाइरहेको देख्यौँ आफूले। मैले सानो क्लिप राख्दा तिमीहरू यसको साउन्ड अनि यिनीहरूले नाचेको गीत सब सुन ल। नाचिसकेपछि माथि घुम्न जाने भन्यौँ हामीले। त्यस माथिबाट फर्किँदाखेरि मेरो साथी रामलाई डान्स गर्न मन लाग्यो। त्यसपछि डान्स गऱ्यो। माथिबाट कोहरू आइरहनु भएको थियो। अनि मलाई लाज लाग्यो। मैले कपालमा हात राखेँ मेरो टाउकोमा। अनि राम नाच्दै हुनुहुन्थ्यो। अनि लास्टमा रामलाई नि नाच्न वाक्क दिक्क लाग्यो। मेरो मनले मानेन। अनि अजित सरसँग एउटा लास्ट भिडियो बनाउने भनेर भिडियो बनाइसकेपछि अनि फेरि रामले काभ्रेली सम्झी डान्स देखाउने भनेर काभ्रेली सम्झी डान्स देखाइरह्यो रामले। त्यसपछि हामी नि ल म नि के कम भनेर म पनि यसो हामी फेरि फर्क्यौँ। फर्केपछि त्यसपछि हामी फेरि पिकनिक स्पटमा आएर अनि मेरो साथीहरू नाच्न थाल्यो। एकछिन नाचिसकेपछि अनि मैले नि यसो भिडियो निकालिदिएँ। तिनीहरूको भ्यू पनि निकालेँ। क्या दामी भ्यू छ। अनि नाचिरहनु भएको थियो मेरो साथीहरू होइन, मेरो क्लासमेटहरू। हाम्रो गङ्गाजी पनि नाचिरहनु भएको थियो। राम सर नि नाचिरहनु भएको थियो। सुरेन सर नि नाचिरहनु। रामले चाहिँ यो म्युजिकल चेयर भन्ने गेम चाहिँ अर्गनाइज गर्नुभएको थियो। त्यसको फर्स्ट प्राइज चाहिँ म्यामले 200 राखिदिनु भएको थियो। त्यसको लागि चाहिँ सर म्याम र स्टुडेन्टहरूको घम्साघम्सी परिरहेको घम्साघम्सी। त्यसपछि लास्टमा घर फर्किँदाखेरि मैले यो भ्यू राखिदिएको। तिमीहरू नि यो भ्यू हेरेर मक्ख नपर ल, यो भ्यू चाहिँ अर्कै ठाउँको हो ल बाबु नानीहरू हो भनेर मैले अनि लास्टमा यो भ्लगै सिद्ध्याइदिएँ ल। हस्, थ्याङ्क यू।